त नगदमा बेच्नु पर्यो नभए उधारमा बेच्नु पर्यो हो भन्दाखेरि सेल्स हुने होला। त्यसैगरी डेप्टर हुने होला। सेल भन्नाले हामीहरू नेट सेल्सलाई बुझ्छौं। और नेट सेल्स कसरी निकाल्ने भन्दा डेप्टर अन्तर्गत हामीहरू बिल्स रिसिएबललाई पनि लिन सक्छौं, नोट रिसिएबललाई पनि लिन सक्छौं, अकाउन्ट रिसिएबललाई पनि। अब हामीहरू क्याश कलेक्सन फ्रम कस्टमर यो पोइन्टको व्याख्या गरौँ है त। कस्टमरलाई बिजनेसले के गर्छ भन्दाखेरि सामान बेच्छ हो। सामान बेच्दाखेरि बिजनेसले दुई किसिमले सामान बेच्न सक्छ, कि त नगदमा बेच्नु पर्यो नभए उधारमा बेच्नु पर्यो हो। त उधारमा बेच्छ भने बिजनेसले त पैसा लिनु पर्यो त्यो पार्टीसँग हो। त बिजनेसले उधारमा सामान बेच्दाखेरि जुन पार्टीसँग पैसा लिनु पर्ने हुन्छ त्यसलाई हामीहरू डेप्टर भन्छौं। क्लियर छ कुरा? त भन्नाले यो भित्र पर्ने पोइन्ट के कस्टमरसँग रिलेटेड पोइन्ट के त भन्दाखेरि सेल्स हुने होला। त्यसैगरी डेप्टर हुने होला। त भन्दाखेरि अब सामान बेच्छौं भने हामीहरू डिस्काउन्ट दिन्छौं पनि, डिस्काउन्ट अलाउड पनि त्यसैको पोइन्ट होला। त्यसैगरी अब उधारमा सामान बेचेको छौं भने पैसा डुब्ने खतरा पनि हुन्छ, भन्नुको मतलब ब्याड डेप्ट पनि त्यसैको पोइन्ट हो। त्यसैगरी अब डुबेको पैसा कहिलेकाहीँ फिर्ता पनि आइजान सक्छ, भन्नुको मतलब ब्याड डेप्ट रिकभर्ड पनि त्यसैको पोइन्ट हो। त्यसैगरी अब हामीहरूले डेप्टरसँग केही प्रोभिजन अथवा डिस्काउन्टसँग केही प्रोभिजनहरू बनाएको छौं भने त्यो प्रोभिजनहरू पनि पर्ने पनि जस्तै प्रोभिजन फर डिस्काउन्ट, त्यसैगरी प्रोभिजन फर डाउटफुल डेप्ट। यहाँ सेल भन्नाले हामीहरू नेट सेल्सलाई बुझ्छौं। और नेट सेल्स कसरी निकाल्ने भन्दाखेरि क्याश सेल्स प्लस क्रेडिट सेल्स माइनस सेल्स रिटर्न गरेर हामीहरू नेट सेल्स निकाल्छौं। अब हामीहरूले क्याश कलेक्सन फ्रम कस्टमर यसभित्र परेको पोइन्टहरूलाई बुझौं। यहाँ सेल्स भनेको इन्कम हो, डेप्टर भनेको करेन्ट एसेट हो, डिस्काउन्ट अलाउड भनेको एक्सपेन्स हो, ब्याड डेप्ट भनेको एक्सपेन्स हो, प्रोभिजन फर डाउटफुल डेप्ट भनेको लायबिलिटी हो र प्रोभिजन फर डिस्काउन्ट अन डेप्टर भनेको पनि लायबिलिटी हो। यति कुरा बुझ्नु पर्यो। अब डेप्टर अन्तर्गत हामीहरू बिल्स रिसिएबललाई पनि लिन सक्छौं, नोट रिसिएबललाई पनि लिन सक्छौं, अकाउन्ट रिसिएबललाई पनि लिन सक्छौं है। अब यो हेरौं। अब त हामीहरूले त चिन्यौं सेल्स। पहिले सेल्स हेरौं। त सेल्स भनेको के हो? इन्कम हो। त इन्कम र क्याशको बीचमा कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। सेल्सले पैसा बढाउने रहेछ। त्यसैगरी डेप्टर हेरौं। त डेप्टर भनेको के भने मैले करेन्ट एसेट हो। त करेन्ट एसेट र क्याशको बीचमा कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब डेप्टर बढ्यो भने चाहिँ पैसा घट्ने रहेछ, डेप्टर घट्यो भने चाहिँ पैसा बढ्ने रहेछ। भन्नुको मतलब इनडाइरेक्ट रिलेसन केसँग भन्दाखेरि क्याशसँग। त्यसैगरी ब्याड डेप्ट हेरौं अथवा डिस्काउन्ट अलाउड हेरौं। यो दुईटै भनेको एक्सपेन्स हो। त एक्सपेन्ससँग पनि क्याशको कस्तो रिलेसन छ भन्दाखेरि इनडाइरेक्ट रिलेसन छ। भन्नुको मतलब एक्सपेन्स बढ्यो भने पैसा घट्ने हो, एक्सपेन्स घट्यो भने पैसा बढ्ने हो। त्यसैगरी अर्को छ प्रोभिजन। अब यहाँ पनि दुईटा प्रोभिजन छ, एउटा प्रोभिजन फर डिस्काउन्ट र अर्को प्रोभिजन फर ब्याड डेप्ट। यो प्रोभिजन भनेको लायबिलिटी हो। त लायबिलिटी र क्याशको कस्तो रिलेसन छ भन्दाखेरि डाइरेक्ट रिलेसन छ। भन्नुको मतलब लायबिलिटी बढ्यो भने पैसा पनि बढ्ने हो, लायबिलिटी घट्यो भने पैसा पनि घट्ने हो। क्लियर छ कुरा?